पानी लिनलाई 1 किलोमिटर टाढा जानुपर्छ भने चटपटे खाना 2 किलोमिटर। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु अनदर मिनी ब्लग। आज बिहानै सुकुटीको चटपटे बनाएर खाएँ सानो भाइ र म। त्यसपछि पानी लिन गई। यति टाढा लगभग 1 किलोमिटर जतिको बाटो छ। झन् छिटो गएको, मान्छे टन्नै रहेछ। एकछिन कुरेर ल्याए, हेर्नुहोस् कस्तो उकालो छ। यता केटिएम बस्न गाह्रो, रुम भाडा पनि तिर्नु पर्ने, पानी झन् किनेर खान पर्ने। कति किन्नु महिनाको हिसाब गऱ्यो भने 400-500 जान्छ। यत्रो उकालो चढेर ल्यायो। थकित भएर घरमा आउने बित्तिकै बेडमा रिल्याक्स पारामा ढल्यो। रुमको काम धेरै थियो, भाडा पनि माझ्नु पर्ने रहेछ। माझ्यो दनादन। एकछिनपछि फेरि टिकटक बनाउन लागे। चौरीतिर भाइहरूलाई लगेर यता आएको नि 4-5 वर्ष भइसक्यो। पहिलाको भिडियो हेर्न सक्नुहुन्छ। अनि सबैलाई आफ्नो आफ्नो काम सिकाएर म डान्स गर्नतिर लाग्यो। सुट चाहिँ यसरी हुन्छ मेरो। 6-7 टेक लिएपछि 3टा भिडियो बन्छ। एन्ड ब्याकअप गरेर चटपटे खाना दिदीकोमा जान्छु। आफ्नो गाउँघरको छिमेकी परेछ, चिनजान भएको 6-7 वर्ष भयो। यता दिदीले चटपटे एकदम मिठो बनाउनुहुन्छ, साथसाथै एकदम धेरै दिनुहुन्छ। त्यसैले यति टाढा आएर खान्छु म। अनि रुमतिर फर्किँदै हामी रातको टाइममा भोक नलागेर तातो चाउचाउ बनाएर खाएँ एन्ड सुते।